ल आज फेरि पनि तपाईहरुलाई युट्युब च्यानलमा स्वागत छ र आज यो कक्षा 12 को विद्यार्थीको जुन फर्स्ट टर्म एक्जाम हुन गइरहेको छ त्यसमा कस्तो किसिमको क्वेशन सोध्छ त भन्दाखेरि कहिलेकाहीँ आइडेन्टिफाई ए बी सी डी ई इन द फलोइङ रिएक्सन सिक्वेन्स भनेर क्वेशन सोधिन्छ है त। अब जस्तो यहाँ दिएको छ, यहाँ हेर्नुस् यसको नाम के छ त क्लोरोबेन्जिन। तपाईहरुलाई सबैलाई थाहा छ यसको नाम छ क्लोरोबेन्जिन। हेर्नुस् क्लोरोबेन्जिन, यो क्लोरोबेन्जिन छ। अब यहाँ रिएक्सन दिएको छ र यहाँ लेखिएको छ ए बी सी डी ई। अब यो ए बी सी डी यहाँ कुन कुन कम्पाउन्ड बन्छ यो रिएक्सनमा त्यो तपाईहरुलाई पत्ता लगाउनु छ है। अब तपाईहरु कहिलेकाहीँ चाहिँ के हुन सक्छ, कहिले न यस्तो रिएक्सन न हेरेको हुँदाखेरि तपाईहरुलाई अप्ठ्यारो लाग्न सक्छ ए के हो बी के हो सी के हो। तर तपाईहरुले यदि यो रिएक्सनहरु याद भएको अवस्थामा तपाईहरुले पढ्नु भएको छ भने तपाईहरु इजिली चाहिँ ए बी सी डी ई कुन कम्पाउन्ड बन्छ भन्ने कुरा पत्ता लगाउन सक्नुहुन्छ। अब यहाँ हेर्नुस् यो क्लोरोबेन्जिनलाई हामी किप्रोस अक्साइड र एमोनिया सँग 200 डिग्री सेन्टिग्रेड टेम्परेचर र 60 एटीएम प्रेसरमा हिट गर्दाखेरि यहाँ किप्रोस क्लोराइड र वाटर साइड प्रोडक्ट बन्छ। तर यहाँ मेजर प्रोडक्ट के बन्छ त भन्दाखेरि एनिलिन बन्छ। अब कसरी बुझ्ने एनिलिन बन्छ त यहाँ हेर्नुस् यो तपाईहरु यहाँ ध्यान दिनु होला NaS3 छ भने पक्कै पनि यो क्लोरिनलाई यहाँ चाहिँ एउटा हाइड्रोजन हटाइदिनुस् के माथि बस्छ NaS2। यो NaS2 ले के गर्छ क्लोरिनलाई रिप्लेस गरेर यहाँ NaS2 बनाइदिन्छ र यहाँ जुन A मा जुन बन्ने प्रोडक्ट छ त्यो के बनिहाल्छ त एनिलिन बन्छ। एनिलिन त यो ए के बन्छ त यो बन्छ। हेर्नुस् एनिलिन यहाँ बनिहाल्छ। ए को ठाउँमा अब तपाईहरु के लेख्न सक्नुहुन्छ एनिलिन। यसै कम्पाउन्ड बन्छ। हेर्नुस् यो एनिलिनको स्ट्रक्चर यस्तो हुन्छ यसरी अनि यहाँ के लगाउनु हुन्छ NH2। हेर्नुस् यो एनिलिन बनिहाल्छ। त ए को ठाउँमा के बन्छ त एनिलिन। यसको नाम छ एनिलिन। एनिलिन बनिहाल्छ। हेर्नुस् त्यस्तै अब अर्को कम्पाउन्डमा हेर्नुस् त यहाँ तपाईहरुले के लेखिदिनु पर्छ, यहाँ कुन कम्पाउन्ड बन्छ त भन्दाखेरि यहाँ तपाईहरुलाई लेख्नु पर्छ ए इक्वल टु बनिहाल्छ एनिलिन। वर्डमा लेख्दा पनि भयो अथवा यहाँ NaS2 यसरी लेख्दा पनि भयो र यसैमा यसको तल नाम लेखिदिनुस् एनिलिन। अब तपाईहरुले पत्ता लगाइहाल्नु भयो ए बराबर के छ एनिलिन। अब यतिकै लेख्नमा तपाईहरुले 1 नम्बर पाउनु भयो है। अब हेर्नुस् अर्को रिएक्सन के छ त क्लोरोबेन्जिन फेरि छ। यसलाई हामी किप्रोस साइनाइड सँग 200 डिग्री सेन्टिग्रेड टेम्परेचर र पाइरिनको उपस्थितिमा हिट गरिदियो भने अब यहाँ एउटा साइड प्रोडक्ट जुन छ त्यो किप्रोस क्लोराइड बन्छ। र यो बी के बन्छ तपाईहरुले पत्ता लगाउनु पर्छ है। र यो बी के बन्छ त भन्दाखेरि यहाँ यो Cl लाई यो साइनाइडले रिप्लेस गरेर यहाँ के बनिन्छ फिनाइल साइनाइड बनाइदिन्छ। हेर्नुस् यो फिनाइल साइनाइड के बन्छ त बी को सट्टा यहाँ बनिहाल्छ तपाईको यो Cn बनिहाल्छ। त अब Cn बनिहाल्छ तपाईहरुलाई यो Cn छ यहाँ ठाउँको अभाव भएर यस्तो। हेर्नुस् यो Cn बनिहाल्यो। त यो B को सट्टा यहाँ तपाईहरुले के लेख्नु पर्यो भने B इक्वल टु फिनाइल साइनाइड भनेको यस्तो स्ट्रक्चर भइहाल्छ हैन। यस्तो अनि Cn यसको नाम भइहाल्यो के त फिनाइल साइनाइड। फिनाइल साइनाइड। हेर्नुस् अब त्यस्तै अब यहाँ हेर्नुस् यहाँ रिडक्सन लेखिदिएकै छ। अब यो C जुन छ यहाँ के C को सट्टामा कुन कम्पाउन्ड हुन्छ त्यो पत्ता लगाउनु छ। त यहाँ तपाईहरुले दिमाग लगाउनु पर्ने हुन्छ। यहाँ हेर्नुस् रिडक्सन छ त यहाँ के हुन्छ 4 वटा नेसेन्ट हाइड्रोजन आउँछ। यो जति पनि हेभी राख्नु भएको छ यसलाई लिथियम एल्युमिनियम हाइड्राइड सोडियम इथानोल यो के हो त रिड्युसिङ एजेन्ट हो। यसले हाइड्रोजन दिन्छ। अब यहाँ कतिवटा हाइड्रोजन छ 4 वटा। त दुईटा चाहिँ कार्बनसँग जान्छ आ दुईटा कोसँग जान्छ त नाइट्रोजनसँग जान्छ। अनि यसले बनाइदिन्छ। हेर्नुस् C को सट्टा बनाइदियो यसरी। यो बनाइदियो CH2 अनि NaH2 यो बनाइदियो। अब यो बनाइदियो के त भन्दाखेरि फिनाइल मिथेनामाइन यो बनाइदियो। हेर्नुस् अब यहाँ तपाई C इक्वल टु लेख्न सक्नुहुन्छ
CH2 NH2। अब यसको नाम के हो त फिनाइल मिथेनामाइन, फिनाइल मिथेनामाइन है। अब हेर्नुस् यहाँ डी पत्ता लगाउनु छ। अब डी लाई हाइड्रोलाइज यस्तो छ भने बुझिहाल्नु पर्छ के त भन्दाखेरि यहाँ हाइड्रोलाइसिस भइरहेछ र पार्शियल हाइड्रोलाइसिस को उपस्थितिमा हुन्छ, कन्सन्ट्रेटेड HCl को उपस्थितिमा हुन्छ। अनि यहाँ चाहिँ के हुन्छ भने यो धेरै सजिलो छ। यहाँ हेर्नुस् यो अब C सँग तपाई यो O डबल बोन्ड सँग कनेक्ट गरेर O जोड्दिनुस् र त्यसपछि चाहिँ NH2 भनेको यहाँ के बनिहाल्छ बेन्जामाइड बनिहाल्छ। हेर्नुस् यो D को सट्टा यहाँ के बनिहाल्छ त यसरी यसरी हेर्नुस् यहाँ C सँग O जान्छ, यहाँ पनि हाल्छ CO अनि N सँग दुईटा हाल्नु CONH2। यसको नाम के भइहाल्यो त भन्दाखेरि D इक्वल टु भइहाल्छ तपाईको यसरी लेख्नुस् D इक्वल टु यसरी गरेर यो बनिहाल्छ CONH2। अब यसको नाम भइहाल्यो के त बेन्जामाइड, एमाइड बनिहाल्यो बेन्जामाइड। अब त्यसपछि यता अब हेर्नुस् अब यो यो हाम्रो लास्ट चाहिँ रिएक्सन आएको छ। के हो त भन्दाखेरि यहाँ अब कम्प्लिट हाइड्रोलाइसिस गरेको छ। त कम्प्लिट हाइड्रोलाइसिस गर्दाखेरि डाइल्युट HCl को उपस्थितिमा त पानीको मात्रा बढिहाल्छ। त यो डाइल्युट यहाँ बनाइन्छ यसले बेन्जोइक एसिड बनिन्छ। यो दुईटा अक्सिजन छ, यो C सँग आइहाल्छ। हेर्नुस् यो C सँग दुईटा अक्सिजन आयो अनि H हाम्रो छँदैछ त्यहाँ। हेर्नुस् यो दुईटा अक्सिजन यो C सँग आयो र एउटा हाइड्रोजन यसबाट आयो, त्यो भइहाल्यो COH। यसको नाम छ बेन्जोइक एसिड। अनि NH3 र बाँकी जुन हाइड्रोजन छ तीनवटा त्यो N सँग जान्छ, यहाँ NH3 बनाइदिन्छ। अब हेर्नुस् त यहाँ बनिहाल्यो तपाईको E इक्वल टु यहाँ तपाईले लेख्नु पर्यो E इक्वल टु हेर्नुस् E इक्वल टु भइहाल्यो COOH अनि यहाँ नाम लेखिदिनु पर्यो, के लेखिदिनु पर्यो नाम बेन्जोइक एसिड। ल अब हेर्नुस् तपाईहरुले अब ए के रहेको छ त यहाँ थाहा पाउनुभयो। ए भनेको एनिलिन बन्यो, बी भनेको यहाँ के बनिहाल्यो फिनाइल साइनाइड, सी भनेको के बनिहाल्यो यहाँ हेर्नुस् फिनाइल मिथेनामाइड, त्यस्तै डी भनेको के बनिहाल्यो बेन्जामाइड र ई भनेको के बनिहाल्यो बेन्जोइक एसिड। यसरी तपाईहरुले लेख्नु भयो भने तपाईहरु यसबाट 5 मार्क्स प्राप्त गर्नुहुनेछ र यो धेरै सजिलो छ। त्यसकारण तपाईको एक्जाममा यदि यो ABCDE आइडेन्टिफाई गर्नु छ भने नआत्तिनु होला र सोचे सम्झेर प्रोडक्ट के भन्छ त्यो लेख्नु होला। र यो तपाईहरुको लागि किन बनाए त भन्दाखेरि तपाईहरु एक्जाममा अचानक यस्तो क्वेशन सोधेर आत्तिनु हुनुहुन्छ हैन, त्यसकारण यो तपाईहरुलाई एक्जाममा सहयोग हुन्छ र सल्भ गर्न क्वेशन सल्भ गर्न सजिलो हुन्छ भन्ने दृष्टिकोणले यो भिडियो बनाएको छु। हस् तपाईहरुलाई धन्यवाद। बेस्ट अफ लक पनि छ एक्जामको र राम्ररी एक्जाम दिनु होला। धन्यवाद।